नमस्ते, म हुँ यहाँहरूको अत्यन्तै प्रिय, अत्यन्तै इमान्दार, कर्तव्यनिष्ठ, क्रान्तिकारी, देशसेवक, न्यायप्रेमी, उत्तरदायी अनि राष्ट्रप्रेमी व्यक्ति कृष्ण सिलवाल नेपाली। आज म तपाईहरुलाई अत्यन्तै एउटा अचम्मको चिज देखाउँछु। अचम्मको चिज के हो भन्दाखेरि अब यो हुन त 7औं, 8औं, 9औं, 10औं कतिको आश्चर्य हुनसक्छ। अब यो देखिसकेपछि यहाँले अनुमान लगाउन सक्नुहुन्छ हैन। तर अस्ति मैले एउटा आलुको खेती गरिरहेको थिएँ। त्यो खेती चाहिँ मैले अब दिन चाहिँ मैले कालीमटीको ठेकेदारलाई ठेकामा दिइसकेको छु पुरै हैन। तर अब फेरि झगडा पर्ने भयो क्या। किन भन्दाखेरि रोप्न चाहिँ यहाँ आलु रोपेको अब फल्न चाहिँ के फल्ने भने गोलभेडा फल्दैन चाहिँ। यस्तो भएपछि चाहिँ धोका हुँदैन त ल्याउनु त। बोट चाहिँ हेर्नु एकदम आलुकै बोट हो क्या यो। आलुकै बोट हो हैन। अब फल्ने बेला के फल्दैन रे गोलभेडा। अब मार्दैन मलाई यो ठेकेदारले के साँच्चै यसरी फल्छ र भने यदि कसैको घरमा तपाईहरुको घरमा बगैँचामा हैन खेतमा मेरो जस्तै यो ठेकामा लिएको चाहिँ गमलामा पनि यसरी आलु रोप्दा फलेको छ भने कृपया मलाई भनिदिनु होला है। म ढुक्क हुन्थे यसरी फल्दो रहेछ भनेर मलाई पनि के रे ढुक्क हुन्थे म पनि हैन। यसरी यो आलुको गोलभेडा फलाएको चाहिँ मैले जिन्दगीमा पहिलोचोटि देखाएको। अब गोलभेडा के असर फुटाएको त मैले हेर्न पाइरहेको छैन है। यसलाई अझै पाक्नु दिउँ भनेर सोचिरहेको छु मैले हैन। के हो यो? यो कसैलाई थाहा छ भने कृपया भनिदिनु होला है त। हस्त नमस्कार, जय नेपाल।